पाल्पा तानसेनको ऐतिहासिक दरबार सङ्ग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणाको अर्धकतको शालिग निर्माण गरिएको छ। दरबार निर्माणकर्ता प्रताप शमशेरको योगदानलाई सबैले स्मरण गरून्। इतिहासका बारेमा सबैलाई जानकारी होस् भन्ने उद्देश्यले शालिग अनावरण गरिएको हो। 7 रोपनी 14 आना क्षेत्रफलमा रहेको यो पाल्पा दरबार सङ्ग्रहालयमा अहिले सङ्ग्रहालय लुम्बिनी प्रदेशको पहिचान झल्कने प्रमुख जाति मगर थारूको वेशभूषा, खानपान, रहनसहन र पाल्पा जिल्लाबाट सङ्कलन गरिएका यो बाजा गाजाका सरसामान, पुराना नोटहरू, सिक्काहरू र यहाँ गोरखदल गणले निर्माण गरेका पृथ्वीनारायण शाहदेखि हालसम्मका सैनिक सम्बन्धी ऐतिहासिक तथा पुरातत्व महत्त्वका जानकारीका सामग्रीहरू राखिएका छन् भने 200 वर्ष पहिला नेपाली सेनाका सैनिक जवानहरूलाई घिउ तताएर खुवाउने ठुलो कराई पनि हाल दरबार सङ्ग्रहालयमा राखिएको छ।